खतरा गेम खेल्नुभयो हजुरले, खतरा गेम खेल्नुभयो। म गृहमन्त्री भएको 2 हप्ताभित्र निर्मला पन्थको हत्यारा निकाल्छु भन्ने तपाईँ आज तपाईले नेपालका सबै कैदीहरूलाई, बलात्कारीहरूलाई बाहिर पठाउनु भयो, फरार गर्नुभयो, तपाईले निकाल्नु भयो। बलात्कारीहरू जति पनि कैदीहरू थिए, जुन 10 वर्ष 20 वर्ष जेल पसेका कैदीहरूलाई तपाईले बाहिर निकाल्नु भएको छ। अनि तपाईँ आफ्नो मान्छेलाई पठाएर अझै भन्नुहुन्छ 84 मा भोट कसलाई दिने भनेर सोध्नुहुन्छ। तपाईँ अझै त्यस्तो गर्नुहुन्छ। तपाईँ प्लिज, तपाईँ एउटा क्रिमिनल हो र तपाईँ हामीलाई चाहिएको छैन, नेपालको लागि तपाईँ चाहिएको छैन। प्रचण्ड र तपाईँ मिलेर खतरा मास्टर माइन्ड गेम खेल्दै हुनुहुन्छ। तपाईँ दुईजना हाम्रो लागि चाहिएकै छैन। प्रचण्डले यो पालि एकदमै ठुलो गेम खेल्यो साथीहरू, एकदमै ठुलो गेम खेल्यो। रविसँग मिलेर प्रचण्डले खतरा गेम खेलेको छ। प्रचण्डलाई झिकाउनु पर्छ। सुरुमा हामीलाई प्रचण्ड चाहिएको छ। यो नानीको त चुडी फुडी निकै देख्छु त बोले रविले एन्सनले छोडेको कारागारका सबै कैदीहरूलाई नि अलिकति बुझेर कुरा गर्ने गरेन नि। हावातालमा बोलेर हुँदैन, यो हिसाबले हुँदैन। त्यो हिसाबले जेन्जी अवस्थाले देश चलाउन सक्दैन। अलिकति विचार गरेर बोल्नु। त्यो कुरा हुँदैन त्यसरी। सरकारमा गएर पनि केही दिन, केही महिना, केही क्षण त लाग्छ सुधार आउनलाई पनि। आधी बेरी होइन सबैलाई बगाएर लाने, बुझ्यो।